शिक्षक आन्दोलनलाई समर्थन गर्नको लागि यति बेला बल्छी धुर्वेज्यू पनि हुनुहुन्छ। शिक्षक आन्दोलनलाई यहाँको समर्थन हो? एकदमै हाम्रो चाहिँ शिक्षक आन्दोलनलाई एकदम समर्थन हो। हामी चाहिँ हल्का रमाइलोको सुट गर्दैछौँ। हजुर, यो चाहिँ शिक्षकहरूको यो 16 दिनदेखि चाहिँ आन्दोलन आज 17औं दिन, त्यसको बारेमा हामी सानो सुट गर्दैछौँ। त्यसकारणले हामी उपस्थित छौँ आज। आम देशभरमा कार्यरत शिक्षकहरू जो आन्दोलन हुनुहुन्छ उहाँहरूलाई के भन्नुहुन्छ र सरकारलाई के भन्नुहुन्छ? देश यस्तै छ, अब देशको अवस्था हेर्दाखेरि एकदमै दयनीय, दुःख लाग्दो छ हैन। यो चिजहरू चाहिँ शान्तिपूर्ण तरिकाले आन्दोलन भइरहेछ। यसमा चाहिँ के अरे शिक्षकहरूले चाहिँ यति शान्तिपूर्ण आन्दोलनलाई चाहिँ सरकारले हेरिदिनुपर्छ। छिटो यसको चाहिँ निर्णयहरू गर्नुपर्छ, माथि बस्नुपर्छ। बल्छी धुर्वे यति बेला शिक्षक आन्दोलनलाई समर्थन गर्नको लागि आउनुभएको छ। मैले संक्षिप्त कुराकानी गरेँ। बृहत शिक्षक आन्दोलन काठमाडौँ केन्द्रीय सडक आन्दोलनमा यति बेला हामी छौँ, प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। आदरणीय दर्शकवृन्द, बाक्लो सुरक्षा घेराभित्र यो आन्दोलन अगाडि बढिरहेको छ। मैले यहाँलाई प्रत्यक्ष यहाँको दृश्य देखाइरहेको छु। बल्छी धुर्वेसँग संक्षिप्त मैले प्रतिक्रिया लिएको छु। बल्छी धुर्वेसँग पनि मैले संक्षिप्त प्रतिक्रिया लिएँ। आन्दोलनमा आउनुभएका मकवानपुरका साथीहरू यति बेला यो आन्दोलनलाई कसरी हेर्नु भएको छ? आन्दोलन ठिक छ। अब हस्, धन्यवाद। यति बेला मैले वीरेन्द्र महरा सरकार हो नि, हामी त शिक्षक हो नि, यो सरकार जस्तो